नमस्कार सबैजनालाई। आज हामी कुरा गर्दैछौँ विपिन कुमार वर्माद्वारा लेखिएको पुस्तक सिक्रेट टु लिभ लङ विथ ह्याप्पी लाइफ अर्थात् लामो र सुखी जीवन जिउने रहस्यको बारेमा। यो पुस्तकले जीवनमा कसरी आफैका लागि स्वस्थ सीमा बनाउन सकिन्छ र कसरी आफैलाई प्राथमिकता दिँदै अरूसँग सन्तुलन कायम राख्न सकिन्छ भन्ने महत्त्वपूर्ण कुरा सिकाउँछ। जीवन कहिलेकाहीँ यति व्यस्त र उल्झन्छ कि हामी आफैका लागि होइन भन्ने नै भुल्छौँ। त्यसैले धेरैले सोद्धछन् कि अरूलाई अस्वीकार गर्दा उनीहरू रिसाउँछन् वा हामीलाई स्वार्थी भन्छन्। तर यो पुस्तकले सबै भ्रमबाट निकालेर बताउँछ कि आफूका लागि सीमा बनाउनु कुनै सेल्फिस व्यवहार होइन, बरु आफूमाथि प्रेम गर्ने एक स्वस्थ तरिका हो। पुस्तकको आरम्भ यस्तो विचारबाट हुन्छ, सेटिङ बाउन्ड्रिज अर्थात् आफ्ना लागि एक हेल्दी स्पेस बनाउने। यो स्पेसले तपाईँलाई अरूबाट अलग पार्दैन, बरु आफूसँग र अरूसँग सम्मानजनक सन्तुलन कायम गर्छ। उदाहरणका लागि, यदि तपाईँको कुनै साथी बारम्बार फेभर माग्छ र तपाईँ हरेक पटक हो भन्नुहुन्छ भने त्यति बेला तपाईँ थाक्नुहुन्छ, रिस उठ्छ, तर कहिल्यै होइन भन्न सक्नुहुन्न। यस्तो अवस्थामा सीमा निर्धारण गरेर नाइ भन्न सक्नु एकदमै आवश्यक हुन्छ। सीमा बनाउँदा तपाईँले आफूलाई कमजोर वा असहाय महसुस गर्नु पर्दैन। यो तपाईँको ऊर्जा, समय र भावनालाई सुरक्षित राख्ने उपाय हो। यदि तपाईँ सबैलाई आफ्नो समय र ऊर्जा दिनुहुन्छ भने आफूमाथि कति समय बस्नेछ। यसैले सीमा बनाउनु कुनै विलासिता होइन, अनिवार्य कुरा हो। सीमा केवल शारीरिक स्पेसमा सीमित छैन, भावनात्मक सीमा पनि आवश्यक छ। उदाहरणका लागि, कसैलाई भन्न सक्नु कि म यो विषयमा अहिले यो कुरा गर्न इच्छुक छैन वा यो कुरा मलाई असहज बनाइरहेको छ। यसले तपाईँलाई आफैलाई बुझ्न र अरूलाई पनि तपाईँको मर्यादा बुझ्न मद्दत गर्दछ। सीमा सेट गर्दा पहिलो कदम हुन्छ आफूलाई जान्ने। आफ्ना सीमाहरू के हुन् भनेर बुझ्ने। कुन अवस्थामा तपाईँ थकित वा डिस्टर्ब हुनुहुन्छ, के कुराले तपाईँलाई भावनात्मक रूपमा असर गर्छ। यी कुरा बुझेपछि सीमा बनाउनु सजिलो हुन्छ। दोस्रो, यो सीमा स्पष्ट र सम्मानजनक तरिकाले व्यक्त गर्नुपर्छ। कहिलेकाहीँ मात्र होइन म सक्दिनँ भन्नु पर्याप्त हुन्छ। सबैलाई आफ्नो सीमा स्वीकार्न समय लाग्छ, तर साँच्चीकै साथीहरूले तपाईँको सीमा सम्मान गर्छन्। आफ्नो सीमा स्वीकार्न समय लाग्छ, तर जसले सम्मान गर्दैनन् तिनीहरूको सम्भाव्यता तपाईँको ऊर्जा नकारात्मक रूपमा लिइरहेका हुन्छन्। अब एक काल्पनिक कथातिर लागौँ। राहुल नाम गरेको एउटा युवक छ जसले आफ्नो अफिसमा सबैलाई मद्दत गर्छ। रिपोर्ट बनाउन, क्लाइन्ट कल गर्न, लन्च अर्डर गर्न जस्ता काममा उसले कहिल्यै मना गर्दैन। सबैलाई लाग्छ कि ऊ सहयोगी छ, तर उसलाई थकाइ लाग्छ, काम अधुरो रहन्छ, प्रमोसन हुँदैन र ऊ निराश हुन्छ। पछि उसले निर्णय गर्छ, अब म पनि सीमा बनाउँछु। ऊ भन्छ, सरी, मेरो काम अझै बाँकी छ, मलाई रेस्ट चाहियो। सुरुमा साथीहरूले अचम्म मान्छन्, तर पछि सबैले उसको सम्मान गर्न थाल्छन् र ऊ आत्मविश्वासी र शान्त महसुस गर्न थाल्छ। सीमा सेट गर्नु स्वार्थी हुनु होइन, बरु तपाईँ भावनात्मक रूपमा परिपक्व हुँदै जानु हो। तपाईँ आफ्नो जीवनलाई प्राथमिकता दिइरहनु भएको हुन्छ र आफूमाथि मूल्य दिन सुरु गर्नुहुन्छ। धेरैले डराउँछन् कि नाइ भन्नाले सम्बन्ध बिग्रिन्छ, तर सत्य यो हो कि जो तपाईँको सीमालाई सम्मान गर्दैनन् तिनीहरू तपाईँलाई केवल आफ्नै फाइदाका लागि मात्र चाहन्छन्। जब तपाईँ अरूलाई नाइ भन्न सिक्नुहुन्छ, तब तपाईँ आफैलाई हो भन्न थाल्नुहुन्छ। कल्पना गर्नुहोस्, तपाईँ एक बगैँचाको माली हुनुहुन्छ। सबै बिरुवालाई पानी दिनु राम्रो हो, तर यदि एउटै बिरुवालाई धेरै पानी दिनुभयो भने त्यो बिरुवा पनि नष्ट हुन्छ। त्यसै गरी तपाईँले आफ्नो ऊर्जा सन्तुलित राख्नु आवश्यक छ, केही अरूलाई, केही आफैलाई। यो यात्रामा सबैभन्दा ठुलो चुनौती हुन्छ गिल्ट अर्थात् अपराध बोधलाई सम्हाल्नु। कहिलेकाहीँ नाइ भनिसकेपछि हामीलाई गिल्टी फिल हुन्छ, तर त्यो अस्थायी हुन्छ। दीर्घकालीन शान्ति त्योभन्दा बढी महत्त्वपूर्ण हुन्छ। अरूको साथमा राम्रो सम्बन्ध बनाउन सीमा बनाउनु आवश्यक छ। जब तपाईँ आफ्नो आवश्यकतालाई खुल्ला र स्पष्ट रूपमा बताउनुहुन्छ, तब मानिसहरूले तपाईँमा बढी विश्वास गर्छन्।
सबैभन्दा महत्त्वपूर्ण कुरा तपाईँले आफैलाई आफ्नो सीमाको सम्मान गर्नुपर्छ। यदि तपाईँले आफूले बनाएको सीमा तोड्नुभयो भने अरूलाई किन सम्मान गर्ने आधार हुन्छ। कुनै दिन तपाईँले निर्णय गर्नुभयो कि अब विकेन्डमा काम नगर्ने, तर जब कसैले अनुरोध गरेर तपाईँ काम गर्न थाल्नुभयो भने तपाईँ आफ्नो सीमालाई तोड्दै हुनुहुन्छ। सीमा त केवल त्यति बेला प्रभावकारी हुन्छ जब तपाईँ त्यसलाई निरन्तरता पालन गर्नुहुन्छ। समग्रमा सीमा सेट गर्नु र आफूमाथि हेरचाह गर्ने अभ्यास हो। यसले तपाईँलाई बर्नआउटबाट जोगाउँछ र सम्बन्धलाई स्वस्थ राख्छ र तपाईँलाई आफूसँग अझ नजिक ल्याउँछ। यो कुनै एक दिनको काम होइन, अभ्यास हो जुन समयसँग विकसित हुन्छ। सीमा बनाउने कुरामा कमजोरी छैन, बरु यो तपाईँको भावनात्मक शक्तिको प्रमाण हो। जब तपाईँ आफ्नो सीमाहरू चिनेर स्पष्ट रूपमा अभिव्यक्त गर्न थाल्नुहुन्छ तब तपाईँ आफ्नो जीवनको वास्तविक मालिक बन्नुहुन्छ। यही पुस्तकको पहिलो र सबैभन्दा शक्तिशाली पाठ हो सेटिङ बाउन्ड्रिज नै सत्य, आत्मसम्मान र आन्तरिक शान्तिको पहिलो पाइला हो। जीवन लामो यात्रा हो र प्रत्येक व्यक्तिको गतिको फरक हुन्छ। कसैले धेरै बढी नै दौडिरहेको हुन्छ र कसैले आरामले अगाडि बढिरहेको हुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा हो आफ्नो गति बुझ्नु, न त अत्याधिक बढी दौडिने न त अनावश्यक रूपमा रोकिने। विपिन वर्मा यो कुरा रमाइलो र सहज रूपमा बुझाउँछन्। जसरी गाडीमा स्पिडोमिटर हुन्छ र जुन देखाउँछ कि कति तेज दौडिरहेको हुनुहुन्छ, त्यसै गरी हाम्रो जीवनमा पनि एक अदृश्य स्पिडोमिटर हुन्छ जुन हामीले भित्री दृष्टिले हेर्नुपर्छ। यदि कोही अनियन्त्रित र फुल स्पिडमा गाडी चलाउँछ भने दुर्घटना अपरिहार्य हुन्छ। जीवनमा पनि यसै प्रकार हो। धेरै जति छिटो अगाडि बढ्न खोज्दा हामी आफ्नो स्वास्थ्य, शान्ति र खुसी गुमाउन सक्छौँ। धेरै मानिसहरू लगातार व्यस्त हुन्छन्। बिहान उठ्ने बित्तिकै फोन हेर्ने, रेसमा तयार हुने, काम गर्ने, मिटिङ गर्ने, सामाजिक सञ्जाल हेर्ने, साँझ थाकेर सुत्ने, यही दिनचर्या उनीहरूको जीवनलाई एक दौडको रूपमा परिणत गर्छ। विपिन वर्मा भन्छन्, हामीले आफ्नो जीवनको स्पिडोमिटरलाई निहाल्नुपर्छ। आफूलाई ब्रेक नदिएर शरीर र मनले आफैले ब्रेक लगाउने प्रयास गर्नुपर्छ। तनाव, चिडचिडापन र कहिलेकाहीँ शारीरिक रोगहरू यिनैका सङ्केत हुन्। ध्यान दिनुहोस्, जीवनलाई सुस्त बनाउनुहोस् तर सन्तुलित बनाउनुहोस्। कहिलेकाहीँ एक्सेलरेट गर्ने, कहिले ब्रेक लाउने निर्णय आफै गर्नुपर्छ। कहिलेकाहीँ हामी अरूको तुलना गरेर आफ्नो गति बढाउँछौँ, तर प्रत्येकको बाटो र समय फरक हुन्छ। उदाहरणका लागि राहुल र प्रिया दुवै एउटै कम्पनीमा काम गर्छन्। राहुल धेरै समय काममा डुब्छ, ओभरटाइम गर्छ र कहिल्यै ब्रेक लिँदैन। 5 वर्षमा उसलाई बर्नआउट हुन्छ र मानसिक स्वास्थ्यमा समस्या देखिन्छ। अर्कोतिर प्रिया आफूलाई समय समयमा जाँच गर्छिन्, थाकेको बेला ब्रेक लिन्छन् र काममा फोकस गर्छिन्। 5 वर्षपछि प्रिया अझै स्वस्थ र खुसी छिन्, करियरमा उन्नति गरिरहेकी छिन्, किनकि उनले आफ्नो जीवनको स्पिडोमिटर निहाल्दै आत्मनियन्त्रण गर्न सिकिन्। आत्मनियन्त्रण अर्थात् आफ्ना भावना र ऊर्जा कार्यमा बुद्धिमानीपूर्वक व्यवस्थापन गर्नु हो। कहिलेकाहीँ बढी काम गर्दा धेरै सफलता आउने छैन। हरेक इन्जिनलाई कुल डाउन चाहिन्छ। त्यसै गरी हामीलाई पनि विश्राम, प्रतिबिम्ब र पुनः ऊर्जा सङ्कलन गर्न आवश्यक छ। जीवनका सुस्त क्षणहरूको आनन्द लिन पनि कला हो। जस्तै बिहानको चिया पिउँदै सूर्यमुखीलाई हेर्नु, फोन बिना पैदल यात्रा गर्नु, राम्रो किताब पढ्नु, आफैसँग कुरा गर्नु, यी सबैले तपाईँलाई आन्तरिक सन्तुलन दिन्छ। जब तपाईँ आफ्नो भित्री गति बुझ्नुहुन्छ तब तपाईँ अरूसँग तुलना गर्न छोड्नुहुन्छ र निर्णयहरू स्पष्टसँग लिन सक्नुहुन्छ। तपाईँ थाहा पाउनुहुन्छ कुन कुरामा हो भन्नु छ र कुनमा होइन। आफ्नो दिनचर्यालाई यस्तो तरिकाले योजना बनाउनुहोस् जसमा सङ्घर्ष पनि होस् र सन्तुलन पनि होस्। विपिन वर्माले एउटा प्रयोग गरेर एउटा तरिका सुझाउँछन्, पोज टेक्निक। प्रत्येक दिन 2-3 घन्टामा 2 मिनटको लागि आँखा बन्द गरेर आफूलाई सोध्नुहोस्, म अहिले कस्तो महसुस गरिरहेको छु, मेरो गति कस्तो छ। यदि लाग्छ धेरै तेज दौडिरहेको छु र थाकिरहेको छु भने अलि आराम गर्नुहोस्। यदि स्लो छ र मन शान्त छ भने आत्मविश्वासका साथ अघि बढ्नुहोस्। यसरी साना साना पोजहरूले तपाईँको जीवनको ठुलो चित्रलाई सुधार गर्न मद्दत गर्छ। उनले ऊर्जा पनि स्पिडोमिटरको रूपमा बुझ्न सुझाउँछन्। सबैको ऊर्जा एकै प्रकारको हुँदैन। कसैलाई बिहान ऊर्जा बढी हुन्छ, कसैलाई राति।
केही गहिरो ध्यानमा काम गर्न मन पराउँछन्, केहीलाई बहुकार्य मन पर्छ। जब तपाईँ आफ्नो ऊर्जा र गतिशीलताको ढाँचा बुझ्न थाल्नुहुन्छ, तब तपाईँ बढी बुद्धिमानी र प्रभावकारी तरिकाले काम गर्न सक्नुहुन्छ। यो बुझाइ तपाईँको गति सूचक स्पिडोमिटरको एउटा हिस्सा हो। कहिलेकाहीँ हामीलाई लाग्छ छिटो नदौडिए पनि पछि पर्छौँ, तर पछाडि को छ र अगाडि को बढ्यो भन्ने कुराले जीवनमा कुनै ठुलो महत्त्व राख्दैन। यदि तपाईँको जीवनमा शान्ति छ, सन्तुष्ट छ र तपाईँ आफ्नो गतिसँग खुसी हुनुहुन्छ भने तपाईँ पहिले नै विजेता हुनुहुन्छ। जीवन 100 मिटरको दौड होइन, यो एक लामो म्याराथन हो जहाँ निरन्तरता, सचेतना र यात्रा मन पराउनु आवश्यक हुन्छ। जीवनको गति कहिलेकाहीँ परिवर्तन गर्नुपर्छ। केही समयमा तपाईँलाई छिटो अगाडि बढ्नुपर्छ, नयाँ अवसरहरू आउँछन्, डेडलाइन हुन्छ, केही छिटो सक्नुपर्छ। त्यस्तो बेला तपाईँ एक्सिलरेटर दबाउन सक्नुहुन्छ, तर केही समयमा भने तपाईँलाई बिस्तारै चल्न आवश्यक हुन्छ, आफ्नो भावनासँग जोडिन, थकान हटाउन र मनलाई शान्त बनाउन। यो लचिलोपनले तपाईँलाई भावनात्मक बुद्धिमानी दिन्छ। सोच्नुहोस्, तपाईँ सडकमा हुनुहुन्छ र सधैँ 120 किलोमिटरको गतिमा दौडिरहनु भयो भने तपाईँ सडकका सङ्केतहरू, दृश्यहरू र मोडहरू सबै छुटाउनुहुन्छ। तर कहिलेकाहीँ गति कम गर्दा यात्रा सुरक्षित मात्र होइन, रमाइलो पनि हुन्छ। जीवनमा पनि आफ्नो गति बुझ्न, आवश्यकता अनुसार कम वा बढाउन जान्नुलाई सन्तुलित जीवनको कला भनिन्छ। धेरैले सोध्दछन् कि आरामसँग हिँड्नेहरू सुस्त हुन्छन्, तर यो सत्य हुँदैन। कतिपय मानिसहरू आफ्नो स्पष्टता र शान्तसँग अघि बढिरहेका हुन्छन् भने कतिपय तीव्र गतिमा दौडिरहेका हुन्छन्, तर कुनै लक्ष्य बिना। त्यसैले अरूको गतिलाई हेरी आफूलाई प्रश्न नगरौँ। यो अवधारणालाई बुझ्न सजिलो तरिका भनेको आफ्नो क्षणप्रति सचेत हुनु हो। तपाईँ जे गर्दै हुनुहुन्छ त्यसमा पूर्ण ध्यान दिनुहोस्। भविष्यमा नजाउँ, विगतमा अड्की नबस्नुहोस् र वर्तमान क्षणलाई बुझ्न र महसुस गर्न सक्नुहोस्। सचेतना तपाईँलाई आफ्नो गति सूचक चिनाउन मद्दत गर्दछ। अन्ततः जीवनको सवारी तपाईँको हातमा छ। तपाईँले नै बुझ्नुपर्छ कहिले छिटो दौडने, कहिले बिस्तारै जाने र कहिले ब्रेक लगाउने। अरू कसैले तपाईँलाई सही गति बनाउन सक्दैन। यो बुझाइ तपाईँभित्रबाट आउँछ र यही स्वसचेतना र स्वनियन्त्रणको पहिलो कदम हो। वर्मा भन्छन्, यदि हामी आफ्नो जीवनलाई सचेत चालकको जस्तै चलायौँ भने हामी सुरक्षित रूपमा गन्तव्यमा पुग्ने मात्र होइन, यात्राको प्रत्येक पलको आनन्द पनि लिन सक्नेछौँ। यो नै जीवनमा उत्तम सन्तुलन हो, न धेरै छिटो न धेरै बिस्तारै, आफ्नो गतिमा यात्रा तयार गरिराख्ने। अक्सर हामी सुन्छौँ जीवन आफै सुन्दर हुन्छ भनिन्छ, तर वर्मा यो कुरामा पूर्णतः फरक सोध्दछन्। उनी भन्छन्, जीवन आफै सुन्दर हुँदैन, हामीले त्यसलाई सुन्दर बनाउनुपर्छ। बसेर आशा गर्नु कि सबै कुरा आफै ठिक हुन्छन् वा सबै दिन खुसीले भरिनेछ, त्यो सम्भव छैन। जीवनलाई सुन्दर बनाउन हामीले सक्रिय प्रयास गर्नुपर्छ। एक खाली क्यानभासलाई सोच्नुहोस्, के त्यो आफैमा कुनै उत्कृष्ट कलाकृति बन्छ त? हुँदैन। कुनै कलाकारले त्यसलाई रङ र डिजाइन दिनुपर्छ। हाम्रो जीवन पनि त्यस्तै हुन्छ। हामीले यसलाई रङ, ढाँचा र अर्थ दिनुपर्छ। धेरैले सोच्छन् कि राम्रो घर, कार, पैसा भए जीवन स्वाभाविक रूपमा सुन्दर हुन्छ, तर वर्मा भन्छन् त्यो त बाहिरी आवरण मात्र हो। जीवनको वास्तविक सुन्दरता हाम्रो अनुभव, बुद्धि, सम्बन्ध र आन्तरिक सन्तुष्टिमा हुन्छ। जीवनलाई सुन्दर बनाउनु कुनै विलासिता होइन, यो हाम्रो जिम्मेवारी हो। यसलाई अर्थपूर्ण बनाउन अरू कसैले गर्दैन, न अभिभावक, न जीवनसाथी, न भगवान। यो काम हामीले आफैले गर्नुपर्छ। यो बुझ्दा हामी पीडितको जस्तो जीवन बिताउन छोड्छौँ र सृष्टिकर्ताको रूपमा सोच्न थाल्छौँ। वर्मा एक शक्तिशाली विचार साझा गर्दछन्, सुन्दरता हेर्ने वा महसुस गर्ने कुरा मात्र होइन, यो सिर्जना गर्ने प्रक्रिया हो। जसरी कलाकार आफ्नो कला सिर्जना गर्छ, त्यसरी हामीले पनि आफ्नो जीवन सचेत रूपमा डिजाइन गर्नुपर्छ। हरेक दिनको छनौट र बानीहरूले हाम्रो जीवन सुन्दर बनाउँछन्। धेरै मानिसहरू एउटै काम र कार्यालयमा एउटै तलब र समय काम गर्छन्, तर जीवन फरक हुन्छ। एकजना काममा मूल्य खोज्छ र सहकर्मीहरूसँग साँचो सम्बन्ध बनाउँछ र प्रकृतिको रमाइलो अनुभव गर्छ भने अर्को मानिस असन्तुष्ट, गुनासो गर्ने, छुट्टी पर्खने मात्र हुन्छ। त्यसैले पहिलो मानिसको जीवन सुन्दर देखिन्छ। वर्मा भन्छन्, जीवनको अर्थ आफ्नो मूल्य बुझ्नबाट सुरु हुन्छ।
जब हामीलाई थाहा हुन्छ के महत्त्वपूर्ण छ, जस्तो इमान्दारी, सृजनाशीलता, दयालुता, स्वतन्त्रता, हामी त्यसअनुसार निर्णय गर्छौँ र ती निर्णयहरूले जीवनलाई गहिराई र दिशा दिन्छ। अर्थपूर्ण जीवन भनेको केवल आरामदायक हुनु होइन, तर विकास र उद्देश्य हुनु हो। धेरैले सोच्छन् अर्थ ठुलो कामहरूबाट मात्र आउँछ, जस्तै एनजिओ खोल्नु, संसार भ्रमण गर्नु वा धनी हुनु। तर बर्मा भन्छन् सानातिना क्रियाकलापहरूमा पनि अर्थ हुन्छ, जस्तो साथीभाइलाई मनदेखि सुन्नु, बिरुवा हेरचाह गर्नु, पुस्तक पढेर आफैलाई विकास गर्नु वा सूर्यास्तलाई शान्तिपूर्वक हेर्नु। यी साना क्षणहरू सचेत रूपमा जिउँदा हाम्रो जीवन अर्थपूर्ण र सुन्दर हुन्छ। बर्मा क्युरियोसिटीको महत्त्व पनि बताउँछन्। जब हामी हरेक दिनलाई नयाँ दृष्टिकोणले हेर्छौँ, जान्न इच्छुक हुन्छौँ र प्रकृति र अरूको कथा बुझ्न खोज्छौँ, तब हामी उसबाट बाहिर निस्कन्छौँ। जिज्ञासु मानिसहरूले प्रत्येक दिनलाई नयाँ अवसरका रूपमा हेर्छन्। अर्को महत्त्वपूर्ण कुरा भनेको जीवनमा अलिकति पनि कला ल्याउनु हो। सबैलाई कलाकार बन्नु आवश्यक छैन। कला भन्नाले त्यो काम जसमा तपाईँको आत्मा जोडिन्छ। लेखन, बगैँचा हेर्ने, नाच्ने, खाना पकाउने या अरू कुनै क्रियाकलाप। यी साना साना कलात्मक गतिविधिहरू जीवनमा आनन्द, सुन्दरता र अभिव्यक्ति ल्याउँछन्। धेरैले भन्छन् कि दुःख बिना जीवन सुन्दर हुँदैन, तर बर्मा भन्छन् दुःख र सङ्घर्ष पनि जीवनको हिस्सा हो। जब हामी ती पीडालाई स्वीकार गर्छौँ, सिक्छौँ र त्यसबाट अर्थ निकाल्छौँ, तब हाम्रो कथा प्रेरणादायी हुन्छ। जीवनको सङ्गीतमा सबै भावनाको स्थान हुन्छ। बर्मा भन्छन् जीवनको सुन्दरता केवल व्यक्तिगत होइन, अरूलाई पनि असर गर्छ। जब हामी आफ्नो जीवन सचेत रूपमा जिन्छौँ, हामी खुसी र पूर्णताको स्रोत बन्छौँ र अरूलाई पनि सकारात्मक ऊर्जा दिन्छौँ। अन्त्यमा बर्मा भन्छन् तपाईँलाई पर्फेक्ट जीवन चाहिँदैन, तपाईँलाई सचेत जीवन चाहिन्छ, जहाँ तपाईँ प्रत्येक क्षण जागरुक हुनुहुन्छ र तपाईँको ऊर्जा सत्य र मूल्यमा केन्द्रित हुन्छ। धेरैले सोच्दछन् सबै कुरा ठिक भएपछि खुसी हुनेछु, तर बर्मा भन्छन् सही समय आफै आउँदैन, तपाईँले नै त्यसलाई सिर्जना गर्नुपर्छ। जीवनको सुन्दरता भविष्यमा होइन, वर्तमान क्षणमा छ। यदि तपाईँ चाहनुहुन्छ कि तपाईँको जीवन साँच्चै सुन्दर होस् भने आफैलाई प्रश्न गर्नुहोस्, म कस्तो जीवन सिर्जना गर्दैछु? के म सचेत छु? के मेरो जीवनमा अर्थ छ? के म सुन्दरता देखिरहेको छु? यस यात्रामा पूर्णता आवश्यक छैन, तर प्रयास, सोच-सचेतना र कल्पनाले हरेक दिनलाई विशेष बनाउन सक्छ। बर्मा भन्छन् सबैमा क्षमता छ कि आफ्नो जीवनलाई सुन्दर सिर्जना बनाउने। त्यसैले जीवन सुन्दर छ भन्ने कुरा भनाइ मात्र होइन, त्यो जीवनलाई सक्रिय रूपमा सुन्दर बनाउने प्रतिबद्धता हो। बर्मा भन्छन् कि समर्थन र आवाज कुनै पनि समाज परिवर्तन गर्ने वास्तविक साधन हुन्। जब कुनै व्यक्ति कुनै गलत कुरा विरुद्ध उठ्छ, उसलाई एक्लो देखिन्छ, तर उसको आवाज अरूलाई हिम्मत दिन्छ र बिस्तारै त्यो आवाज एक आन्दोलन बन्छ। इतिहास यसका थुप्रै उदाहरणहरूले भरिएको छ। महात्मा गान्धीको सत्याग्रह होस् वा मार्टिन लुथर किङको मसँग एउटा सपना छ भन्ने जस्तो भाषण, यी सबै एक व्यक्तिको आवाजबाट सुरु भएका थिए। बर्माले भन्छन् प्रत्येक व्यक्तिसँग आफ्नै अनुभव र अनौठो दृष्टिकोण हुन्छ। जब तपाईँ आफ्नो कुरा संसार सामु राख्नुहुन्छ, तपाईँ केवल आफू मात्र होइन, ती सबैको पक्षमा बोल्दै हुनुहुन्छ, जसलाई डर वा दबावका कारण बोल्न सक्दैनन्। तपाईँ आवाज उनीहरूको लागि पनि उज्यालो बन्न सक्छ। गलत कुरामा चुप लाग्नु भनेको अप्रत्यक्ष रूपमा त्यो गलतलाई स्वीकार्नु हो, तर तपाईँ जब स्पष्ट, शान्त र इमान्दार भएर बोल्नुहुन्छ, तब परिवर्तन सम्भव हुन्छ। आजको डिजिटल दुनियाँमा हाम्रो आवाज पहिलेभन्दा धेरै शक्तिशाली भएको छ। एउटा सानो पोस्ट, भिडियो वा ओपन लेटरले लाखौँ मानिससम्म पुग्न सक्छ र असर पार्न सक्छ। तर बर्माले चेतावनी दिन्छन् कि बोल्नु अघि सोच्न आवश्यक छ। आवाज दिनु चिच्याउनु होइन, यो एउटा बुझदार कार्य हो। सही जानकारी, करुणा र तर्कका साथ कुरा राख्दा मात्र यो प्रभावकारी हुन्छ। धेरै मानिसहरू सोच्छन् कि उनीहरू बोल्न योग्य छैनन्, किनभने उनीहरूको पद नै छैन, भाषा राम्रो छैन वा समाजले गम्भीरतापूर्वक लिँदैन। बर्माले यो मिथक तोड्छन् र शक्ति पदबाट होइन, तपाईँको वास्तविकता र इमान्दार भएर बोल्न सक्ने क्षमताबाट आउँछ भन्ने कुरा पुष्टि गर्छन्। तर तपाईँ जब आफूप्रति सम्मानको लागि बोल्न सिक्नुहुन्छ, तपाईँले अरूलाई पनि आफ्ना लागि उभिन प्रेरित गर्नुहुन्छ। यो एउटा सकारात्मक श्रृङ्खला हो जसले धेरैलाई सशक्त बनाउँछ। धेरै पटक हामीलाई लाग्छ कि हाम्रो आवाज सानो छ, तर यो सानो सहरले पनि ठुलो भिडको ध्यान तान्न सक्छ।
हाम्रो आवाज सानो हुन सक्छ, तर साँचो भए त्यसको प्रभाव टाढासम्म पुग्छ। कहिलेकाहीँ हामी सोध्छौँ सोसल मिडियामा केही लेख्दा के फरक पर्छ र, तर वर्मा भन्छन् कि यो एउटा प्रभावकारी उपकरण हो। सही तरिकाले प्रयोग गर्दा यसले सचेतना फैलाउन, तथ्यहरू सेयर गर्न र संवाद सुरु गर्न मद्दत गर्छ। त्यसैले त्यसमा जिम्मेवार बन्नुपर्छ। हामी सबै चाहन्छौँ कि हामीलाई मानिसहरूले आत्मविश्वास ठानुन्, गम्भीर लिउन् र हामीले बोलेका वा गरेका कुराले प्रभाव पारुन्। तर प्राय आत्मविश्वास र अहङ्कार बीचको सानो लाइन छुटाउन गाह्रो हुन्छ। वर्माले यो फरकलाई रमाइलो र बुझ्न सजिलो तरिकाले व्याख्या गरेका छन्। आत्मविश्वास भनेको आफ्नो क्षमतामा भरोसा राख्नु हो कि तपाईँले जे गर्दै हुनुहुन्छ त्यो सही छ। यसले चुनौतीहरू सामना गर्न, लक्ष्यतर्फ अघि बढ्न मद्दत गर्दछ। तर जब यो भरोसा अरूको सम्मान नगर्ने, अरूको कुरा नबुझ्ने र सबै कुरा आफूले मात्र जाने जस्तो व्यवहारमा परिणत हुन्छ, तब त्यो अहङ्कार बन्न सक्छ। अहङ्कारी व्यक्ति प्राय अरूलाई आफ्नो टोनमा दबाब दिने, आफ्नो कुरा थुपार्ने र यदि कसैले असहमति जनाए रिसाउने हुन्छ। यस्तो व्यवहारले मानिसहरूलाई तपाईँहरूबाट टाढा गर्छ। अर्कोतर्फ आत्मविश्वासी व्यक्ति आफ्नो कुरा दृढ तर सम्मानरहित राख्छ र अरूलाई पनि सुन्छ। वर्माले अहङ्कारका क्षणहरू पनि देखाएका छन्। कसैलाई जानी जानी व्यवस्था गर्नु, अरूको कुरा अस्वीकार गर्नु, व्यङ्ग्यात्मक टिप्पणी गर्नु, यस्ता साना र नकारात्मक व्यवहारले सम्बन्ध बिगार्छ, चाहे त्यो पेसागत होस् या व्यक्तिगत होस्। यसबाट बच्न आत्मजागरुकता आवश्यक छ। वर्मा सुझाव दिन्छन् कि हामीले आफैलाई नियमित रूपमा सोच्नुपर्छ, के म साँच्चै आत्मविश्वास छु कि मेरो व्यवहार अरूलाई असहज बनाउँदैछ। यदि हाम्रो वरिपरि मानिसहरू हामीसँग कुरा गर्न चाहँदैनन्, डराउँछन् भने हामीले आफ्ना बानीमा सुधार ल्याउनुपर्छ। वर्माले एउटा उदाहरण दिन्छन्। विद्यालय वा कार्यालयमा त्यो व्यक्ति जसले सधैँ अरूलाई सही ठान्छ, आफ्ना सफलताहरू बारम्बार बताउँछ र आफ्नो गल्ती कहिल्यै स्वीकार्दैन, यस्ता व्यक्ति आफूलाई आत्मविश्वासी ठान्छन्, तर अन्तबाट उनीहरू अरूबाट टाढा हुन्छन्, किनकि उनीहरूमा करुणा र नम्रता हुँदैन। साँचो आत्मविश्वास तब आउँछ जब हामी आफूलाई सुधार्ने यात्रामा हुन्छौँ र अरूलाई सम्मान गर्न थाल्छौँ। अहङ्कारले दीर्घकालीन सम्मान कमाउन सक्दैन, डराउन वा अस्थायी प्रभाव पार्न सकिन्छ। तर यदि व्यवहारमा अहङ्कार छ भने मानिसहरू टाढा हुनेछन्। आत्मविश्वासी व्यक्ति जुनसुकै सफलता हासिल गरे पनि जमिनमा नै रहन्छ, अरूको प्रशंसा गर्न पछि पर्दैन र आफ्ना गल्तीहरू खुल्ला रूपले स्वीकार्न सक्छ। निष्कर्षमा यस पुस्तकमा वर्माले यो विचार र अनुभवबाट हामीलाई के सिकाउँछन् भने हाम्रो आवाज र समर्थनले समाजमा परिवर्तन ल्याउन सक्छ। हामीले चुप बस्नु हुँदैन, सही र शान्त तरिकाले बोल्नुपर्छ, अरूलाई पनि सुन्नुपर्छ र सानो आवाज भए पनि त्यसलाई सशक्त बनाउनुपर्छ। आत्मविश्वास र अहङ्कार बीचको सन्तुलन राख्दै हामीले आफ्नो सामाजिक जिम्मेवारी पुरा गर्नुपर्छ। अन्त्यमा वर्माले हामी सबैलाई भन्छन्, यदि तपाईँलाई लाग्छ तपाईँले केही भन्नुपर्छ भने अथवा केही सुधार्नु पर्छ वा कसैलाई उभिनु पर्छ भने आफ्नो आवाजलाई दबाउनु हुँदैन। यो आवाजले तपाईँलाई मात्र होइन अरूलाई पनि सशक्त बनाउनेछ र यसरी नै एक राम्रो समाजको सुरुवात गर्न सकिनेछ।